तपाईको माध्यमबाट गर्दै हुनुहुन्छ। आज हिलिङ गर्ने चाहिँ तपाईँ होइन, परमेश्वर हुनुहुन्छ यहाँनिर। पवित्र आत्माले तपाईलाई चलाउन लाग्नु भएको छ। कम अगेन, अगाडि आउनुहोस्। जसलाई पनि लाग्छ ममा यो वरदान छ, दिस इज द टाइम टु युज योर गिफ्ट। कम अगाडि आउनुहोस्। जसलाई पनि लाग्छ यो वरदान तपाईकोमा छ चलाउनको लागि अगाडि आउनुहोस्। दिस इज वेयर हाउ वी युज आवर गिफ्ट। दिस गिफ्ट इज नट फर यु, दिस गिफ्ट इज फर अदर्स। The purpose of the gift is to seek the goodness of God for others. Come. Yes. हामी यतिखेर प्रार्थना गर्न लागेका छौँ। Yes, my dear sister, you come again. We will pray for you. Come here. Yes. तपाईहरु सबैजनाले एउटा प्रार्थना म सँगसँगै दोहोर्याउनुहोस् यतिखेर। हात राख्नुभन्दा अगाडि प्रार्थनामा हामी एउटा प्रार्थनामा जाँदैछौँ। प्रभु येशू ख्रीष्ट, म मेरो जीवनलाई तपाईको रगतले धोइ माग्छु। मेरो दोषहरूलाई म तपाईको रगतले धोइ माग्छु। यो हातहरूलाई म तपाईको रगतले धोइ माग्छु। विचार, सोच र कल्पनालाई म तपाईको रगतले धोइ माग्छु। अनि प्रभु, म हात राख्न गइरहेको छु तपाईँ यीशुको नाउँमा। तपाईले भन्नुभएको छ मैले हात राख्दै गर्दा तपाईँ यीशुले कार्य गर्नुहुन्छ। रोगी निको हुन्छ, कुष्ठरोगी शुद्ध हुन्छ, भूतहरू भाग्छ, मुर्दा बिउतन्छ, अन्धाले देख्छ, बहिराले सुन्छ, लङ्गडाले हिँड्छ, अङ्ग नभएको ठाउँमा अङ्ग फलाउँछ। आउनुहोस्। आमा दिदी बहिनीहरू, हामी यहाँ सिस्टरको लागि प्रार्थना गर्न लागेका छौँ। यो सिस्टरको जीवनमा काला जादु भएको छ। राम्ररी सुन्नुहोस्, यो सिस्टरको जीवनमा काला जादु भएको छ अनि दुष्टले उसलाई पुरा सताएको छ। यतिखेर तपाईँले हात राख्नुहोस्। यीशुको नाउँमा दुष्टलाई भाग्ने आज्ञा गर्नु। यीशुको रगत लाउनुहोस्। यीशुको रगत लाउनुहोस् शिरदेखि लिएर पाउसम्म। रगत लाउनुहोस् यीशुको। Oh, black magic, you are not going to stay over here. We command you to come out in the name of Jesus. Dushta Niski, Yeshuko nauma. Yeshuko Yes, you may go. Born in the name of Jesus, I speak healing. यीशुको नाउँमा निको हो। शरीरको हड्डीहरूमा निको हुने आज्ञा गर्दछु यीशुको नाम। यसै खेरे बियाला सब्रन्दा रबा बाबामा यसै खेरे मेरे सब्रन्दा रबा बाबामा यसै खेरे मेरे। अगाडि आउनुहोस्। तपाईँले प्रार्थना गर्नुहोस् भने अगाडि आउनुहोस्। हाम्रो यतिखेर मण्डलीको एल्डरहरूले हात राख्न लागेको छ। अगाडि आउनुहोस्। तपाईँहरू कसलाई प्रार्थना गर्नु छ भने के छ तपाईँलाई?
मुसाखाराबा यीशुको